नजानु न व्यक्तिमा नजाने तपाईहरुको हिजोको कर्म के व्यक्तिमा नजाने हो भने अनि बालेन भन्ने मान्छे नै रवि भन्ने मान्छे नै किन चाहियो त किनभने उनीहरू आजको दिनमा यो युग परिवर्तन गर्ने प्रवृत्ति हुन् त्यो युग इनर्जी हुन् आज तपाईहरु उमेर जतिसुकै होस् अडान जतिसुकै होस् तपाईहरु चाहिँ म्याच सकिएको औषधि हो खाँदा लाग्दैन युग परिवर्तनको त्यो चरण ल्याएर उभिने धरातल कसले दियो तपाईहरुले त्यति धेरै गल्ती नगरे भए उनीहरु आउँदैन थिए गल्तीको कारणले मान्छेलाई डिङ डिङ गोली हान्दा अनि जुन गल्ती गर्यो नि त्यो गल्ती गर्ने मान्छे जान्छ नि बालेनजीले आफ्नो मन्त्री निकाल्नु भएन अनि त्यसमै राष्ट्रवादपट्टि मक्के कुहिएको हो त हैन तपाईलाई जेल हाल्ने भनेको छैन नि त तैले गोली हालिस् भीम रावल भनेको छैन नि त तर मलेसियामा 92 वर्षको मान्छे युवा हुन्छ 31 वर्ष त बहुत जम्मा वायु सेवा निगमबाट रिटायर भएको जम्मा 31 वर्षपछि फर्किया त हो ल सुन्नुहोस् तपाईँ व्यक्तिको कुरा नगर भन्नु होला हैन व्यक्तिको कुरा नगर भने उहाँहरूको पनि गर्न पाइएन यदि व्यक्तिलाई कारबाही गर्दा कुनै व्यक्तिमा खराब हुन सक्छ व्यक्ति भन्नु भन्ने हो भने उहाँहरूले मन्त्री निकाल्नु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टी गठनको केही वर्षमा उहाँका सांसदहरूले घुस लिएर रङ्गे हात पक्रेर उहाँले निकाल्नु भएको छ अनि उहाँ त निकाल्नुहुन्छ भने तपाईहरु त कहीँ चेपेर बस्नुहुन्छ निकालेनौ नेपाल कम्युनिस्ट पार्टीको तपाईले निकालेको सूची हेर्नुभयो भने दर्जन भन्दा बढी हुन्छ तपाईको अहिलेको संयोजकलाई तपाईको हिजोको अध्यक्षलाई सबलाई चाहिँ आरोप छ उहाँहरूको आरोप छैन राष्ट्रिय स्वतन्त्र पार्टीको त टाउकोमै दर्जनौं आरोप छन् एक होइन कारबाही गरे भए हुन्थ्यो नि कारबाही चलिरहेछ त गरे भए हुन्थ्यो नि फागुन 21 अगाडि सरकार कसको थियो सरकारले गर्ने हैन नि अदालतले गरिरहेछ अदालतले गरे भए हुन्थ्यो अनि आरोप लगाउँदैन हुन्छ र अब अहिले त आफू हतकडी लाग्न तयार भएर बस्ने हो गए दिन राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेले सुन्न नचाहने तपाईले त्यसबाट रोक्नु के हो भन्दाखेरि जहाँसम्म आरोपको कुरा छ नि वर्तमान प्रधानमन्त्रीका सल्लाहकारको बंगलादेशको त्यति बेलाको चाहिँ त्यो भिओआइपी भनेको कल बाइपास गर्ने आरोप कल बाइपास अदालतबाट सजाय पाएको हेर्नुस् तपाई पनि केपी ढुङ्गाना लाइनमा हुनुहुँदो रहेछ केपी ढुङ्गाना कुरा उहाँले लेख्या हो क्या यो खोज सामग्री जोसुकैले लेखोस् न होइन भने खण्डन गर्नु न त होइन भन्नु न अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई कति आरोप लागेको छ मैले एकचोटि भनेको थिएँ सक्नु भएन कारबाही गर्न सक्ने नसक्ने बेग्लै कुरा हो जुन मान्छेलाई आरोप लाउँदैमा कसैले भन्दैमा हुने भए त्यही त भने त मैले सुन हुने भए त्यो त उहाँहरूलाई पनि लागु हुनु पर्यो नि त्यो हाम्रो हकमा मात्रै लागु हुने कुरा होइन त्यसकारण हामी र उहाँहरू भन्ने प्रसङ्ग होइन प्रसङ्ग के हो त भने नेपाली जनताले जेसुकै कारणले भए पनि या विगतकाले गल्ती गरेको यही कारणले गर्दा उनीहरूलाई त हटाइ नै सक्यो नि अब कम्ती तपाईले भन्नुभयो